भज वासुदेवं भज वासुदेवं भज वासुदेवं कृष्ण वासुदेवाय हरे कृष्णाय गोविन्दाय राधा सर्वेश्वर भगवान की भक्तवत्सल भगवान की हरे नमः श्री परमात्मा। अब यो विस्तार बन्न हुन गइरहेको श्रीमद् भागवत महापुराण एकादश स्कन्धमा कति कथा कति जन विस्तार हुन्छ भने श्री शिष्यहरू भन्नुभयो। उहाँले के कुरा गर्नुभयो देखेर भने कर्म गर्दाखेरि निष्काम भएर कर्म गर्नु पर्दछ। अनि उहाँले भन्नुभयो प्रभु शान्ति चाहिँ के गरी प्राप्त हुन्छ, मलाई शान्ति चाहिएको छ। सुन्नु उहाँले शीलोत्सवृत्या परितुष्टचित्तो धर्ममान्तं विरजं जुषाण मर्यापिताग्रेव तिष्ठन् नाति प्रसाद सोपैति शान्तिम्। बरु घरमै बसेर मान धर्मको पालन गर्दाखेरि निष्काम भावनाले जसले पालन गर्छ भनेदेखि उसलाई शान्ति हुन्छ। घरमा बसेर कुनै प्रकारको रिस राग केही छैन, आनन्द पर्छ भने उसको लागि हुन्छ। एउटा कुरा। अर्को कुरा शिलोत्सव वृत्या भनेको अन्न खसेका ठाउँका ती शिला टिपेर लिएर आएर आफ्नो जीवन निर्वाह गरेका छ। धन पनि केही छैन, काहीँ केही भइदियो हुन्थ्यो भने कुनै कुराको आसक्ति पनि राख्दैन भनेदेखि त्यो व्यक्ति पनि मोक्ष गति प्राप्त गर्नलाई सफल हुन सक्दछ। सबभन्दा ठुलो कुरा चाहिँ के भनेदेखि गृहस्थाश्रम धर्म आफ्नो कर्म कहिले छुट्नु हुँदैन। गृहस्थाश्रम धर्ममा वर्णाश्रम धर्म भन्छ। वर्णाश्रम धर्म भनेको चार वर्णको चार वर्ण चार आश्रम छन्, आफ्ना प्रकारको त्यहाँ नियम रहेका छन्। 25 वर्षसम्मको उमेर भनेको ब्रह्मचारी हुँदाखेरि पढ्नुपर्छ भन्ने उमेर हो। अब 25 वर्ष कटेपछि बिहे गर्नुपर्छ भने गृहस्थाश्रम भन्छ। 50 वर्षसम्म 50 वर्षसम्म चाहिँ छोराछोरी जन्म बुवामा सबैको लागि पाल्नु पोषण गर्ने उमेर हो। अब 51 वर्ष लागिसकेपछि चाहिँ अब घरको अध्यक्ष नभएर घरको सल्लाहकार बन्नुपर्छ। छोराछोरीका लागि बाबु यसो गर उसो गर भने अराइसेका गर्ने आफूले चाहिँ अध्यक्ष गरेर सबै व्यवहार म गर्छु भने दुःख पाइन्छ। 75 वर्षबाट म लागिसकेपछि सन्यास धर्म लाग्नुभएको हुनाले अब केही गर्न सकिँदैन। शरीर अडिन गाह्रो भएपछि अब भगवान्को चिन्तन गरेर बस्ने, अरू कुरो केही गर्न सकिँदैन। दुःखको कुरा हो। अहिले जे हुनुभएको छ भएको कुराको लागि चाहिँ याद गर्नुपर्ने कुरा चाहिँ के छ भने पुत्र दाराप्त बन्धुनाम सङ्गम पान्त सङ्गम अनुदेहम बियन्तेन्दे स्वप्नो निन्द्रानुगो यथा। छोरा छोरी घर परिवार इष्ट मित्र नाता गोता कुल कुटुम्ब जति छ यो सबैलाई सपना देखिया हो भन्नुपर्छ। सपनामा सबै चिज हुन्छ, बिउजनाखेरि केही पनि हुँदैन, झुट्टो हुन्छ। सपना देखेका कुरा त्यो कुरो याद गर्नु पर्यो। एउटा कुरा। अर्को छोराछोरी इष्टमित्र घर परिवारको लागि त के भन्नु पर्यो भने ठान्नु पर्यो भने सङ्गम पान्त सङ्गम भनेको बाटो हिँड्ने बटुवा हो भन्ने ठान्नु पर्यो। बाटो हिँड्ने बटुवाको के हुन्छ भने बटुवाहरू एउटा बाटो हिँड्दै जाँदा एउटा चौतारी देख्दाखेरि गएर बस्छ, प्रतीक्षालय अथवा चौतारीमा गएर बस्छ। गएर बसिसकेपछि त्यहाँ के हुन्छ, आफ्ना हिँड्ने बेला नहुँदै त्यहाँ नाता लाग्छ अरे। कसैलाई बाबा भनौँ, कसैलाई आमा भनौँ, कसैलाई दाई भनौँ, कसैलाई भाइ भनौँ, कसैलाई दिदी भनौँ, कसैलाई बहिनी भनौँ। कति बेरसम्म भन्दा त्यो चौतारीमा बस्नुजेलसम्म। उठेर हिँडेपछि के भन्छ, दाजु नि हुँदैन, भाइ पनि हुँदैन, दिदी बहिनी नाताको त कोही हुँदैन, बस्नु सबै कुरो नाता हुन्छ। हो हजुर, हाम्रो यो घर परिवारको नाता चाहिँ सोही हो भन्ने कुरो बुझ्नु पर्यो।
बुद्ध चाहिँ बुझ्न चाहिँ त्यसरी बुझ्नुपर्छ भनेको छ होइन। तर हुन चाहिँ हुनुपर्ने त्यस्तो अरे भएको चाहिँ कस्तो छ त यहाँ भने यहाँ अर्को श्लोक छ एउटा अहोमे पितरो वृद्धो भार्या बालात मदात मदा अनाथा मामृता दिना कथम जीवन्ती दुखिदा। अहोमे पितरो वृद्धो मेरा बुढा भएका बाबा हुनुहुन्छ त्यो बाबा आमा चाहिँ मर्नु गएन भनेदेखि न्यासो मान्नुहुन्छ खाना खानुहुन्न म त मरै पनि त केही फरक पर्दैन थियो। त्यो बाउ आमाको लागि भए पनि म बाँच्नु परेको छ यो बाउ आमालाई पनि सबै चाहिँ गरिदिनुपर्छ भन्छ अरे कोही भन्छन् रे भार्या बाला भन्ने छ मेरी श्रीमती केही नै जानी छ मोटी घाटी ड्याङ परिरहेछ भने पनि त्यो देख्नलाई त्यति आठसो केही छैन भन्छ। दुब्ली पातली भए पनि झुम्रा पुतली जति भए पनि अरूको जस्तो होइन हाम्रो त पुटु पुटु गरिरहेको सकेर गरे अरे नसकेर गरिराखेको छ भन्छ श्रीमतीको त्यति माया गर्छ। म एक दिन होइन भने उसलाई कस्तो हुन्छ म मरेर गएँ भनेदेखि त्यसको चाहिँ बिजोग हुन्छ भन्छ अरे कोही है। कसैको चाहिँ आत्मजा भने चाहिँ कसैको के गर्नु छोरो के गर्न जान्दैन म मरेर गएँ भने के गरेर खाला त्यसले भन्छ अरे कोही। अब कोही छोरी मलाई एकछिन देख्न पाएन भने कत्रो पिर मान्छे तिनको के गति होला अरे अनाथा मामृते दिना कथम जीवन्ती दुखिदा। अनाथा अनाथ हुन्छ नि सबैजना मामृते दिना अरे म मरि भनेदेखि ती दिन दुखी हुन्छन् कथम जीवन्ती दुखिदा अरे ती कसरी बाँच्लान् भनेर भन्छौँ अरे क्या हाम्रो भनाइ चाहिँ यस्तो छ अरे हुनु पर्ने अहिलेको जस्तो थियो भएको चाहिँ के छ अहिले भने जस्तो छ हामीले भनेको चाहिँ बाबुआमा बुढा श्रीमती रोगी छोरो छ अल्लाह रे छोरो छ अल्लाह रे। बाबुआमा बुढा श्रीमती रोगी छोरा छन् अल्लाह रे छोरा छन् अल्लाह रे। बाबुआमा बुढा श्रीमती रोगी छोरो छ अल्लाह रे छोरो छ अल्लाह। बाबुआमा बुढा श्रीमती रोगी छोरो छ अल्लाह रे छोरो छ अल्लाह रे। के गरी होला यिनीहरूको निर्वाह केही गरी म मरे केही गरी मै मरे। के गरी होला यिनीहरूको निर्वाह केही गरी मै मरे केही गरी मै मरे। बाबुआमा भन्छन् हे मेरो बाबु फर्केर छिटै आऊ फर्केर छिटै आऊ। बाबुआमा भन्छन् हे मेरो बाबु फर्केर छिटै आऊ फर्केर छिटै आऊ। बाबुआमा भन्छन् हे मेरो बाबु फर्केर छिटै आऊ फर्केर छिटै आऊ। बाबुआमा भन्छन् हे मेरो बाबु फर्केर छिटै आऊ फर्केर छिटै आऊ। श्रीमती भन्छन् हे मेरो स्वामी छोडेर काहीँ नजाऊ छोडेर काहीँ नजाऊ। श्रीमती भन्छन् हे मेरो स्वामी छोडेर काहीँ नजाऊ छोडेर काहीँ नजाऊ।
चाहिरहेछ पैसा चाहिरहेछ छोराले भन्छ हे मेरो बाबा पैसाको चाहिरहेछ पैसाको चाहिरहेछ छोराले भन्छ हे मेरो बाबा पैसाको चाहिरहेछ पैसाको चाहिरहेछ छोराले भन्छ हे मेरो बाबा पैसाको चाहिरहेछ पैसाको चाहिरहेछ छोरीले भन्छ हे मेरो बाबा न्यासो बोलाइरहेछ न्यासो बोलाइरहेछ छोरीले भन्छ हे मेरो बाबा न्यासो बोलाइरहेछ न्यासो बोलाइरहेछ न्यासो बोलाइरहेछ सम्झना आइरहेछ 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 पुराण पुरुषोत्तम भगवान की यस्तो प्रकारले भनिराखेको संसार चलेको छ जब यस्तो गृहस्थाश्रम धर्ममा रहेर भगवान ईश्वरको चिन्तन गर्न सक्यो भने मात्रै मानव जीवनका लागि कल्याण हुन्छ भनिसकेपछि लौन मेरो भगवान हजुरका मुखारविन्दबाट यस्तो प्रकारको मैले सबै कुरा सुनिसकेँ अब मलाई भक्ति ज्ञान र यम निवेदको साधनहरूको बारेमा बयान गरिबोक्नु भनेर सुन्नु लाग्दा बाबु यो कुरा बुझ्नको लागि शास्त्र बुझ्नुपर्छ शास्त्र कसरी बनेको छ भगवान भनेर सुन्नु लाग्दा शास्त्र र संविधान चार कुराले बनेको हुन्छ नि श्रुति प्रत्यक्ष ऐक्यम अनुमान चतुष्टय भनेको श्रुति सुनेर प्रत्यक्ष देखेर अनुमान लगाएर इतिहास पढेर बनेको हुन्छ शास्त्र संविधान यो विषयमा चाहिँ अघि महाभारतको युद्ध हो महाभारतको युद्ध हुँदाखेरि सारा प्राणीहरू मरे मर्ने बित्तिकै कौरवहरू मर्ने बित्तिकै राजा युधिष्ठिरले आफ्ना हजुरका विष्णु पितामहका साथमा सरसैन्यमा लडेको अवस्थामा गएर जुन कुरा सोध्नु भएको थियो भीष्म पितामहले महाराज युधिष्ठिरलाई जुन शास्त्रको ज्ञान दिनुभएको थियो म त्यही ज्ञान दिन्छु उद्धव भनेर भन्नुभयो भगवान श्रीहरिले उद्धव सोध्नुहुन्छ प्रभु यम भनेका कति प्रकारका छन् नियम भनेका कति प्रकारका छन् सम भनेको के हो दम भनेको के हो तितिक्षा भनेको के हो दान भनेको के हो तपस्या भनेको के हो शौर्य भनेको के हो सत्य भनेको के हो त्याग भनेको के हो धन भनेको के हो अब यज्ञ भनेको के दक्षिणा भनेको के बल भनेको के हो फाइदा भनेको के घाटा भनेको के सुख भनेको के हो दुःख भनेको के हो पण्डित भनेको को मूर्ख भनेको को अब स्वर्ग भनेको के नरक भनेको के घर भनेको के हो धनी भनेको रे दरिद्र भनेको हो छुच्चो भनेको को मलाई बताइ बग्छु भनेर सुन्न लाग्दा अब हजुरका लागि म त्यही कुरा बताउँछु ध्यान दिएर सुन्नु भन्नुभयो यम र नियम भनेको 12 थरी छन् यम भन्ने नि 12 थरी छन् नियम भने पनि 12 थरी छन् यम भने 12 के अहिंसा हिंसा नगर्नु सत्य साँचो कुरा बोल्नु अस्तेय भनेको चोरी नगर्नु असङ्गता भनेको असङ्गत गर्दाखेरि जो पायो सङ्गत नगर्नु लज्जा मान्नु पर्ने कुरामा लज्जा मान्नु न त लज्जा नमान्नु असंशय भनेको कुचाइने भन्दा बढ्ता जम्मा नपार्नु आस्तिक बन्नु ब्रह्मचर्यमा रहनु मौन भएर रहन सक्नु थिर भएर रहन सक्नु क्षमा दिनु र अभय प्राप्त गर्नु यो 12 वटाका लागि यम भनिन्छ नियम पनि 12 वटा छन् शौच भनेको नुहाइदा गर्नु जप गर्नु तपस्या गर्नु गएर हवन गर्नु श्राद्ध गर्नु अतिथिको सेवा गर्नु भगवानको पूजा गर्नु तीर्थयात्रा जानु परोपकार गर्न पाए हुन्थ्यो अर्काको भलो गर्न पाए हुन्थ्यो भनेर मनले सोच्नु सन्तोषी हुनु गुरुको सेवा गर्नु यी 12 वटा नियम भनिन्छ अब सम भनेको के हो भनेर सोद्धाखेरि सम भनेको भगवानमा भक्ति लाग्नु दम भनेको के हो भनेको इन्द्रियलाई जित्न सक्नु तितिक्षा भनेको के हो भनेको सहनु
अनि त्यसभन्दा पछाडि तितिक्षा दुःख समर जीव पस्तो जयो धृति धरी अवता भनेको के हो, धरी भनेको के भनेको जिब्रोलाई र उपस्थलाई दिन सक्नु। दान भनेको के भने अभय दिनु रे, कसैलाई डर नदिनु नै दान हो। अनि त्यसभन्दा पछि कामनाको त्याग, तपस्या भनेको के भनेको कुनै प्रकारको चाहना नगर्नु, तपस्या भने चाहिँ त्यही हो रे। हातमा पस्तोको मनमा दस्तो भयो भनेदेखि त्यो तपस्या भएन। सुरता भनेको सारा वासनाबाट जित्नु सक्नु। सत्य भनेको सबैतिर ईश्वरसँग चिन्नु रे। अनि ऋत भनेको सबैलाई मिठो बोली बोल्नु रे, कसैलाई भनेर नबिजाउनु रे। अनि धर्म भनेको चाहिँ के हो भनेका, धर्म नै धन भनेको के हो भनेको धर्म नै धन हो रे, अरू केही धन होइन हाम्रो। यज्ञ भनेको भगवानलाई प्राप्त गराउनु, दक्षिणा दिनु भनेको ज्ञान दिनु, उपदेश दिनु। दक्षिणा दिनु भनेको चाहिँ उपदेश दिनु भने हो कि बाबु यसो गर उसो गर भने अराइसिका गर्नु, दक्षिणा दिनु अरे। अनि प्राणायाम भनेको बल हो। फाइदा भनेको भगवानको भक्ति हो। अनि लज्जा भनेको पाप भन्ना, पापलाई घृणा गर्नु त्यही हो लज्जा भनेको। त्यसभन्दा पछि सुख भनेको के हो भनेको सुख र दुःख बराबरी ठान भने सुख भनेको त्यही हो। दुःख भनेको के हो भने सुख खोज्न थाल्नु भने दुःख भनेको त्यही हो। पण्डित भनेको को भने जसले बन्धन र मोक्ष जस्तो पण्डित हो। मूर्ख भनेको को भने सोध्या, मूर्ख चाहिँ जो अहङ्कारी छ, जो घमण्डी छ, मूर्ख भनेको त्यही हो। अब त्यसभन्दा पछाडि सत्वगुण भनेको स्वर्ग हो, तमगुण भनेको नरक हो। अनि त्यो जसको मनमा केही पनि छैन भनौँ भने दरिद्र भने त्यही हो। इन्द्रिय जित्नु सक्ने मान्छे कृपणी भनेको त्यही हो। र अब सच्चा गुरु नै दाजुभाइ भनेको सच्चा गुरु हुनुहुन्छ। अनि फाइदा भनेको भगवानको भक्ति हो, अरू सबै घाटै घाटा हुनु। घर भनेको चाहिँ के हो भने घर भने चाहिँ यो शरीर हो। अहिले बनाएको घर चाहिँ के नि, अहिले बनाएको घर चाहिँ डेरा हो अरे। यो चाहिँ घर होइन, यसलाई चाहिँ डेरा भन्छ शास्त्रले। यो घरलाई चाहिँ पहिला पहिलाका चाहिँ मेरो भन्थे हजुर बाजे बस्नु हो, बाजे बस्यो, अहिले बस्नु हामी बस्नु त्यही नै हो अरे। अघि पनि भन्ने गर्थे यही घर मेरो, कति कति घस्ने गर्थे रङ्ग कले। अघि पनि भन्ने गर्थे कति कति घस्ने गर्थे रङ्ग मेरो। अघि पनि भन्ने गर्थे यो घर मेरो, कति कति घस्ने गर्थे रङ्ग मेरो। कति कति घस्ने गर्थे रङ्ग मेरो। कतिको यो हुन जाला, कति कति जीवन यसैले खाला। पछि पछि कतिको यो हुन जाला, पछि पछि कतिको जीवन यसैले खाला। पछि पछि कतिको यो हुन जाला, कति कति जीवन यसैले खाला। पछि पछि कतिको यो हुन जाला, पछि पछि कतिको जीवन यसैले खाला।
अहिले हाम्रो पालो जो जो यहाँ बसे पनि सबै गोठालो बसे हाम्रो पालो यहाँ बसे पनि गोठालो बाजे बसे बाउ बसे अहिले हाम्रो पालो जो यहाँ बसे पनि सबै गोठालो बाजे बसे बाबु बसे अहिले हाम्रो पालो जो यहाँ बसे पनि सबै गोठालो जो यहाँ बसे पनि सबै गोठालो बितिसके भयो छोरा नाति सबैजना भन्छन् हेर मेरो बोली जाति नाति सबैजना बसी भन्छन् साह्रै राम्रो जाति बसी भन्छन् जाति बसलाई फेरि हेर छोरा नाति बसलाई फेरि छोरा नाति पनि बस्नु फेरि नातिन सबैजना छोडेर जान्छन् हेर धामा सबैजना छोडेर जान्छन् हेर धामा सबैजना छोडेर जान्छन् हेर धामा सबैजना छोडेर भगवान की छोरा बस्छन् नाति बस्छन् पनातिहरू बस्छन् सबैजना छोडेर धाममा जानेनौँ कसैको पनि मेरो भने केही पनि छैन मानिस रुपियाँ जपी जपी मरेछन् रुपियाँ छिन दिएर मानिस रुपियाँ जपी जपी मान्छे रुपियाँ भनेर जप्या जपेछ रुपियाँ चाहिँ उपिया पड्काउँदै हिँड्छ चाहिँ एउटा आज यो ठाउँ भएछ अर्को त्यस्तो प्रकारको छ उपियाँको चाहिँ सरुवा बानी गोठाउनु पर्दछ बानी उपियाँको सरी खान्छ नि त उपियाँले यी रुपियाँ पनि सरी हिँड्छ अरे त्यस्तो प्रकारको स्वभाव हुन्छ भन्नुभयो अब यतिखेर भन्नुहुन्छ मैले हजुरका लागि धेरै प्रकारका चरित्रहरू सुनाइसकेका छु भगवान कृष्णसँग उद्धवजी सोध्नुहुन्छ प्रभु हे कमलन हे वासुदेव भगवान हजुरको आज्ञा नै वेद हो त्यो कुरो मैले बुझिराखेका छु वेदले कस्ता कस्ता कुराहरू बताउँछन् मलाई बताइ बक्सु